रहेका रविला मिसानेलाई फसाउन रचिएको षड्यन्त्रले सम्पूर्ण राष्ट्रलाई झस्काइदिएको छ। पर्दा पछाडि गुमनाम पात्रहरूको योजनाले रविलाई बदनाम गर्दै जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको तथ्यहरू एकपछि अर्को खुल्न थालेका छन्। यो खेलको रचना कतै सानो तहमा सीमित थिएन। राजनीतिक गुट र सामाजिक सञ्जालमा सक्रिय केही भाडाका पात्रहरूको मिलेमत थियो। योजनाबद्ध तरिकाले रविको चरित्र हत्या गर्न व्यापक रणनीति तयार पारिएको बुझ्न सकिन्छ। सुरुमा सामाजिक सञ्जाल मार्फत निराधार आरोपहरू लगाइयो। केही नक्कली प्रमाणहरू सार्वजनिक गरिए, तर आजसम्म ती प्रमाणित हुन सकेका छैनन्। योजना अनुसार रविलाई झुटा मुद्दामा फसाउने प्रयाससम्म गरियो। केही व्यक्तिहरूलाई प्रयोग गरेर उजुरी दर्ता गराइयो, तर त्यसपछि ती मुद्दालाई मिडिया मार्फत ठूलो बनाइयो। जनमानसमा रवि दोषी हो भन्ने भ्रम सिर्जना गर्न खोजियो। तर जब रवि न्याय पाएर अदालतबाट बाहिर निस्कन्छन्, तब चुप लागेर बस्ने छैनन्। उनले यो सम्पूर्ण षड्यन्त्रको प्रमाणसहित भण्डाफोर गर्नेछन्। उनका समर्थकहरू देशैभरि सचेत हुन थालेका छन् र रविलाई फसाउनेहरू को हुन् भन्ने प्रश्नले सामाजिक सञ्जाल यति बेला तातिएको छ। अब शुरू गरौं सहकारी प्रकरणको विषय। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्ता मध्येका एकजना नारायण पहराईले आफूले रविला मिसाने विरूद्ध जाहेरी नै नदिएको बताए। जनभावनाको केन्द्रमा